हामी चाहिँ अहिले संसारी पूजामा जाँदैछौँ र घाम चाहिँ धेरै कडा लागेको छ र घामले गर्दाखेरि चाहिँ म त्यही भएर आज चाहिँ चस्मा लगाएर हिँडेँ र मेरो छोरी पनि आउँदैछ र सँगै भाइ काकाको छोरा भाइ पनि जाँदैछ उहाँ अगाडि भाइ पर्खे र हामी चाहिँ अहिले गेटनेरि पुगिसकेका छौँ र संसारी पूजा गएको ठाउँ पुग्न चाहिँ बहुत टाढा छ गाइस हेर्न सक्नुहुन्छ यस्तो छ घाम लागेको पर नदीनेरि छन् र हामी चाहिँ वहीँ जाँदैछौँ अहिले र तपाईँहरूलाई उहाँ गएर पनि देखाउने छौँ पूजा हाम्रो संसारीको कसो गर्छौँ कस्तो के गर्छौँ भनेर र तपाईँहरूले त गरिसक्नुभयो होला हाम्रो चाहिँ यसपालि चाहिँ अलिक ढिलो भयो र अब आज गर्दैछौँ हामी चाहिँ हेलो एभ्रिवान हामी चाहिँ अहिले संसारीमा आइसकेका छौँ र यहाँ केटाहरू पनि बसिरहेका हाम्रो यहाँ काकाको छोरा विक्रम चाहिँ हिसाब किताब गर्दैछ र देखाउँदैछ पनि त्यो चाहिँ मलाई थाहा भएन बिजी छन् र साथै केटाकेटीको चाहिँ साह्रै उत्पात छ नदीमा आएपछि र के गर्नु केटाकेटी पनि जोगाउनुपर्छ र हाम्रो संसारी वर्षमा एकचोटि गर्ने गरेको छ हमेसा तपाईँहरूले पनि गर्नुहुन्छ होला र हाम्रो यहाँ भिनाजुरा काका चाहिँ देखिराख्नु भएको छ हामी चाहिँ बलि पूजा गर्छौँ र यहाँ हाम्रो चाहिँ मार हान्ने गर्दछौँ र यो मारको चाहिँ पाटोला चाहिँ बनाइरहेका छन् र साथै यहाँ देख्न सक्नुहुन्छ हाम्रो नजारा चाहिँ कस्तो छ भ्यू चाहिँ कस्तो छ भन्दाखेरि पाहाड पनि देख्न सक्नुहुन्छ डिमु नदी पनि देख्न सक्नुहुन्छ र केटाकेटी चाहिँ हेर्न कति उत्पात गरिरहेछन् भन्नुहुन्छ भने नि त गाइस कुरा नगर्ने केटाकेटीलाई चाहिँ पानीदेखि जोगाउन बहुत साह्रो परिरहेछ र आज हाम्रो संसारी पूजा चाहिँ कस्तो के भएको छ भनिदिनु त भिनाजु संसारी पूजा ठिक बढिया भयो नि हुन्छ ठिक छ त्यसरी राम्ररी गर्नुपर्छ हर साल हरेक वर्ष र हाम्रा समाज र राइज मिलेर गर्ने यो संसारी पूजा हो र यसमा धुपमन पनि गर्न हुँदैन सबैले हाँसी खुसी गरेर गर्नुपर्ने छ पढ्दानीको दिदीको छोरो सञ्जीव भाइ र